तपाईहरुलाई पनि पेन जादु तेल चाहिएको छ भने भिडियोको स्क्रिनमा नम्बर छ, फोन गर्नु होला। जहाँ तपाई हुनुहुन्छ त्यहाँ आइपुग्छ। केही दिन अघि मैले यो पेन जादु तेल आमालाई दिएको थिएँ। आमा नमस्ते। नमस्ते बाबु। कस्तो छ अहिले तपाईलाई? अहिले राम्रो छ बाबु। हात खुट्टा दुख्यो भन्नुहुन्थ्यो। हात खुट्टा दुख्थ्यो, कस्तो दुख्थ्यो, राति सुत्ने मलाई पनि त्यस्तै दुख्ने, उठ्ने मलाई पनि त्यस्तै दुख्ने गर्थ्यो। अनि अहिले कस्तो छ? अहिले हजुरले दिएको तेलले गर्दाखेरि मलाई धेरै राम्रो गरेको छ। हेर्नुस्, नराम्रो छैन, मलाई राम्रो गरेको छ। भनेपछि अहिले यति ठुलो भारी पनि बोक्न सक्ने हुनुभयो? भइयो बाबु। यो सबै यही तेलको कमाल त होला कर हैन? यही तेलले गर्दाखेरि हो। यही त। कता कता दुख्थ्यो पहिला? पहिला यो ढाड दुख्थ्यो, त्यहाँबाट यिनी जोड्ने यिनी दुख्थ्यो, यहाँ दुख्थ्यो, अनि यो मन्त्र दुख्ने, अनि यहाँ कन्नामा यो भारी बोक्न सक्दैन त्यहाँ। ए अहिले ठीक छ? अहिले त ठीक छ। यहाँ वृद्धहरू हुनुहुन्छ जसको हात खुट्टा दुख्छ, उहाँहरूलाई लगेर यो तेल फ्रीमै दिनु होला भनेर कम्पनीबाट मलाई केही यो बोतल तेल उपलब्ध गराइएको थियो र मैले ती तेलहरू अहिले यस्तै आमा जस्तै हात खुट्टा दुख्ने बिरामीहरूलाई लगेर दिइरहेको छु। यो निःशुल्क रूपमा दिइरहेको छु। तपाईहरुलाई पनि पेन जादु तेल चाहिएको छ भने भिडियोको स्क्रिनमा नम्बर छ, फोन गर्नु होला। जहाँ तपाई हुनुहुन्छ त्यहाँ आइपुग्छ पेन जादु तेल।